बहिनीको बिहा भन्दा भन्दै बहिनीको बिहा पनि आएर पार भयो। यता म गर्दै थिएँ बेहुलीको मेकअप। त मेकअप गर्नु पनि अलिअलि टाइम त लाग्दैन, 3 घन्टा त चोखै लाग्छ है। यता अर्को दिदीको छोरीले गर्दै थियो, यता नेल पेन्टहरू गर्दै थिएँ, यता म चाहिँ फेसको मेकअप गर्दा बेहुलीको चेहराको हालत फेरि के भन्नु र, निन्द्राखोटी भएर होला के भएर पिम्पल निस्केर साह्रो भएको थियो मेकअप गर्नु पनि। यता बेहुली त राम्री नै हो, त्यति कष्ट पनि थिएन अब मेकअप गर्नलाई, अलिअलि गर्दै पनि राम्री नै देखिन्छ होइन। मैले त मेकअप गरेरै मेरो दिन पार भयो। बिहा राम्रोसँग इन्जोय नै गर्नु पाएन बिहा नगर्दा। यता फेरि बेहुलीलाई गरिसकेर घर आएर फेरि बुढोलाई अलिकति टचअप गरिदिनु पर्ने। त बुढोलाई पनि अलिकति ह्यान्डसम बनाइदिनु पऱ्यो नि, अब ज्वाइँ हो होइन, ज्वाइँ त टल्किनु पऱ्यो नि। त हल्का हल्का गरिदिँदै थिएँ। त घरमा पनि भर्ती नि त अब रेडी हुनलाई मान्छे बिहा घर पुग्दा पनि अनि त्यहाँ बिहा घर गएर फोटोसोटो क्लिक गरेँ। अनि यता डान्स चल्दैछ, नेपालीको एकदम फेमस गाना के चल्दैछ होला कमेन्ट गर्नु होला तपाईँहरूले। अनि जुनै बिहामा नि त्यो गाना नचले चाहिँ बिहै पार हुँदैन। अब जहाँ डान्स हेरेर के गाना हो भन्नु होला है। त्यहाँदेखि यता हामीको देवरहरू नि हुनुहुन्छ, भाइहरू गाउँकै अब पाहुनाहरू नि हुनुहुन्छ कतिजना। त फेरि यता बिहामा अब मान्छेहरूको समागम भइसक्यो। त उतातिर दिदीबहिनीहरू चाहिँ पुरा पोज दिँदै फोटो क्लिक गरिरहेका थिइन्। आजको भिडियो यति नै, अझै दिन्छु म भिडियोहरू।